हेलो नमस्ते। आज फेरि एउटा सानो भिडियोको साथमा चाहिँ आइसकेको छु। जति पनि हेरिरहनु भएको छ मेरो भिडियो उहाँहरूलाई यो मेरो सानो गार्डन च्यानलमा स्वागत गर्दै यो भिडियो अपलोड गरिरहेको छु। आशा गर्छु तपाईहरुले मलाई अन्तसम्म हेरेर साथ सपोर्ट अनि जो पनि कहिले नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ मलाई सब्स्क्राइब गरिदिनु होला अनि अन्तसम्म हेरेर आफ्नो मनमा जे जस्तो विचार आउँछ प्रतिक्रिया पनि लेखिदिनु होला अनि तपाईहरुले फुल प्लान्टको विषयमा चाहिँ मलाई कुनै पनि प्रश्न गर्न सक्नुहुन्छ। म तपाईहरुलाई प्रश्नको उत्तर दिनेछु। आज चाहिँ म यो प्लान्टलाई चाहिँ देखाइरहेको छु। यो प्लान्ट चाहिँ एउटा सकुलेन्ट प्लान्ट हो अनि यसलाई चाहिँ हामीले जुन ह्याङ्गिङ पटको लागि चाहिँ एकदमै राम्रोसँग हुने प्लान्ट साथै अब यो चाहिँ एकदमै छिटोसँग सर्छ अनि यसको सानो हाँगालाई लगाएर अहिले चाहिँ अब एकदमै गरम छ अनि गरम ठाउँमा चाहिँ नराख्यो जबसम्म जरा आउँदैन तबसम्म त्यसलाई शीतल ठाउँमा राखेर पानी हालिरह्यो भने एकदमै छिटो यो बढ्छ। यसको नाम चाहिँ अब के भन्छ चाहिँ यसलाई चाहिँ ट्रायंगल हार्ट भनेर चाहिँ भनिन्छ अनि यो सकुलेन्ट प्लान्टहरुमा चाहिँ अब अहिलेको सिजनमा पानी पनि पर्छ घाम पनि लाग्छ। यसलाई चाहिँ एकदमै केयर गर्नुपर्छ बचाउनु अलिकति यसको चाहिँ ध्यान दिनुपर्ने हुन्छ किनभने अब सकुलेन्ट प्लान्टहरुमा चाहिँ यस्तो पत्ता हाँगाहरुमा चाहिँ यिनीहरुले अब पानी बचाएको हुन्छ। हामी जब पानी हाल्छौं तब चाहिँ अब यिनीहरुले पछि चाहिने पानीहरु पनि बचाएको हुन्छ। त्यो भएर चाहिँ यो गरम महिनामा गरम छ भनेर एकदमै अब ज्यादा पानीहरु चाहिँ हाल्नु हुँदैन। हाल्यो भने चाहिँ अब बिस्तारै जराहरु कुनु थाल्छ अनि फेरि अब घाम पानी हुँदाखेरि यो पत्ताहरु पनि बिस्तारै बिस्तारै पिल्सिँदै गएर चाहिँ मर्न सक्छ अनि ह्याङ्गिङ पटको लागि चाहिँ एकदमै यो राम्रो छिटो अनि सजिलोसँग हुने प्लान्ट चाहिँ आज मैले शेयर गरेको छु किनकि हामीले अब ह्याङ्गिङ पटमा चाहिँ जब प्लान्ट लाउँछौँ हामीहरूलाई एकदमै हतार हुन्छ कि कहिले बढोस् तर यो चाहिँ एकदमै छिटो बढ्ने प्लान्ट हो अनि सजिलैसित अहिले कटिङले पनि लगाउन सक्छौँ अनि हामीले यसलाई चाहिँ हामीले जुन बरन्दातिर पनि लगाउन सक्छौँ अनि यसलाई इन्डोरमा चाहिँ हामीले राख्यौँ भने पनि यस्तो अब जुन बाहिरको खिड्कीहरुमा र जुन विन्डोहरुबाट हावा आउँछ त्यस्तो ठाउँमा राख्नु पर्यो अनि विशेष चाहिँ यो बरन्दाको लागि चाहिँ एकदमै राम्रो हुन्छ। बरन्दामा हावा पनि आइरहेको हुन्छ अनि उज्यालो पनि यसले पाउँछ अनि त्यस्तो ठाउँमा हुन्छ अनि तपाईहरुले अहिलेको सिजनमा चाहिँ अब एकदमै छिटो बन्ने ह्याङ्गिङ जुन प्लान्टहरु खोजिरहनु भएको छ भने चाहिँ यो ट्रायंगल हार्ट चाहिँ लगाउन सक्नुहुन्छ अनि यो एकदम सजिलै इजीसँग हुने प्लान्ट पनि हो अनि मलाई चाहिँ एकदमै मनपर्ने प्लान्ट पनि हो किनकि छिटो बढ्छ पनि अनि एकदमै छिटो ह्याङ्गिङ पट चाहिँ अब बढेर एकदमै राम्रो देख्छ अनि यो चाहिँ आज मैले तपाईहरुलाई शेयर गरेको छु। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया चाहिँ अब अवश्य नै लेखिदिनु होला। त्यति भन्दै आजलाई त म बिदा लिन चाहे फेरि यस्तै भिडियोहरु लिएर फेरि अवश्य नै आउने छु। तबसम्म मलाई बाइ बाइ।